के तपाईहरूलाई सधैँ थकाइ लाग्छ, हातखुट्टा झमझम हुन्छ वा बारम्बार चक्कर लाग्छ? सावधान, यी सामान्य समस्या जस्तो देखिए पनि शरीरमा भिटामिन B12 को कमीको सङ्केत हुन सक्दछ। नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो स्वास्थ्य च्यानलमा। र आजको भिडियोमा हामी भिटामिन B12 को कमीको बारेमा जानकारी दिनेछौँ। भिटामिन B12 भनेको हाम्रो शरीरका लागि अत्यन्त आवश्यक पोषक तत्व हो। यसले रोगको रातो कोशिका बनाउन, स्नायु प्रणालीलाई स्वस्थ राख्न र शरीरमा ऊर्जा उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। अब जानौँ भिटामिन B12 को कमी हुँदा शरीरमा देखिने 10 वटा महत्त्वपूर्ण लक्षणहरू। पहिलो नम्बरमा रहेको छ अत्याधिक थकाइ र कमजोरी महसुस हुनु। दोस्रो नम्बरमा रहेको छ हातखुट्टा झमझम गर्नु वा सुन्निएको जस्तो महसुस हुनु। तेस्रो नम्बरमा रहेको छ छाला फिक्का र देखिनु। चौथो नम्बरमा रहेको छ सामान्य काम गर्दा पनि सास फेर्न गाह्रो हुनु। पाँचौं नम्बरमा रहेको छ याददाश्त कमजोर हुनु र ध्यान केन्द्रित गर्न कठिनाइ हुनु। छैटौं नम्बरमा रहेको छ जिब्रो दुख्ने, रातो हुने वा सुन्निएको जस्तो समस्या देखिनु। सातौं नम्बरमा रहेको छ बारम्बार चक्कर लाग्नु। आठौं नम्बरमा रहेको छ मनस्थिति परिवर्तन हुनु, चिडचिडापन वा उदास महसुस हुनु। नौ नम्बरमा रहेको छ भोक कम लाग्नु वा तौल घट्दै जानु। 10औं नम्बरमा रहेको छ शरीर सधैँ कमजोर र आलस्य महसुस हुनु। भिटामिन B12 मासु, माछा, अन्डा, दूध तथा दूधबाट बनेका खानेकुराहरूमा पाइन्छ। तर यस्ता लक्षणहरू देखिँदैमा भिटामिन B12 को कमी नै भएको हो भनेर निष्कर्षमा पुग्नु हुँदैन। सही जानकारीका लागि स्वास्थ्यकर्मीसँग सल्लाह लिनु उपयुक्त मानिन्छ। यस्तै स्वास्थ्य सम्बन्धी उपयोगी जानकारीका लागि हाम्रो स्वास्थ्य च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।